वाटर सो वाटर सर्भ गर्नको लागि नर्मली हामीले युज गर्ने ग्लास भनेको चाहिँ कुलर सो हामीले कुलर लेखेको छ सो कुलर इज दिस ग्लास सो तपाईँले योभन्दा ठुलो देख्नुहुन्छ अरू सानो देख्नुहुन्छ होइन इट्स डिपेन्ड बट डिजाइन चाहिँ के हुन्छ त यस्तै हुन्छ सो नर्मली तपाईँले यसमा चाहिँ इभेन कुनै कुनैमा चाहिँ कुनैमा चाहिँ तपाईँले मकले सर्भ गरेको देख्नुहुन्छ इभेन कुनै कुनैमा चाहिँ तपाईँको मिक्सीमा सर्भ गरिरहेको हुन्छ होइन बट एक्चुली यो भनेको तपाईँको कुलर हो टु सर्भ वाटर सो दिस वान इज हाइबल सो यसमा नि के गर्छ त वाटर सर्भ गरिन्छ सो हाइबल र तपाईँको टम कोलिनमा चाहिँ कन्फ्युज नहुनु है टम कोलिनको ग्लास नाम नि माथि सबसे माथि हो कन्फ्युज नहुनु किनभने यो चाहिँ के हुन्छ त सेम हुन्छ लाइक डिजाइन पनि सेम छ होइन द ओन्ली डिफरेन्स यसको बेस हेर्नु त यो बेस के छ त टम्पोलिन यो ग्लास चाहिँ टम्पोलिन है यो चाहिँ वाटर सर्भ गर्ने हाइबल सो यसमा चाहिँ त्यो बेस हुन्छ यो के हुन्छ त एकदमै पातलो हुन्छ रादर देन योभन्दा होइन सो हाइटमा पनि के हुन्छ त सानो हुन्छ इभन तपाईँले चाहिँ टम्पो हाइबल पनि हल्का के देख्नुहुन्छ योभन्दा ठुलो साइजमा पनि देख्नुहुन्छ होइन सो के हुन्छ त फरक हुन्छ सेप फरक हुन्छ तर डिजाइन के हुन्छ त सेम हुन्छ सो कन्फ्युज नहुनु होला सो दिस 3 आर वाटर ग्लास सो लेट्स टक अबाउट द रेड वाइन ग्लास सो दिस वान इज रेड वाइन ग्लास रेड वाइन ग्लासको चाहिँ आइडेन्टिफाई गर्ने मेन रिजन अर मेन कारण होइन तपाईँको यो माउथको हुन्छ नि रिम यो रिम के हुन्छ त सानो हुन्छ बिकज तपाईँको रेड वाइन चाहिँ अरूमा के हुन्छ त धेरै हुन्छ सो हामीले सर्भ गर्दा पनि के गर्छ त अरूमा टेस्ट गर्छौँ सो ट्याक्कै नाकले चाहिँ क्याची गर्नु हुनु पऱ्यो अलिक ठुलो भयो भने के हुन्छ त यो अरूमा बाहिर पनि जान्छ त्यही भएर चाहिँ नाकले ठ्याक्कै क्याची गर्ने खालको हुनुपर्छ सो तपाईँले देख्नुहुन्छ होला यो भन्दा नि तपाईँको यो रिम चाहिँ सानो हुन्छ तर यो चाहिँ गोब्लेट जुन हुन्छ नि यो बल यो बल चाहिँ ठुलो हुनसक्छ सो त्यो पनि के हो त तपाईँको रेड वाइन ग्लास नै हो सानो हुन्छ भन्ने हुँदैन सो माउथले के गर्नुपर्छ त आइडेन्टिफाई गर्न सक्नुपर्छ हामी क्लियर सो अर्को चाहिँ वाइट वाइन ग्लास सो वाइट वाइन ग्लास तपाईँको चाहिँ ठुलो पनि हुनसक्छ इभन सानो पनि हुनसक्छ तर यसको माउथ जुन हुन्छ नि त्यो बोर्ड हुन्छ रादर देन योभन्दा सो कम्पेरिटिभ तपाईँले देख्न सक्नुहुन्छ होइन सो त्यसरी आइडेन्टिफाई गर्ने हो इफ हेर्ने हो भने चाहिँ मैले हिजै भनेको थिएँ वाइन ग्लास चाहिँ तपाईँको के हुन्छ त भेराइटिज अफ वाइन ग्लास पाउनुहुन्छ एज पर द ग्रेप्स भेराइटिज सो बट हामीले चाहिँ धेरै त्यो प्र्याक्टिकली युज गर्दैन सो नर्मली गर्ने भनेको चाहिँ रेड वाइन वाइट वाइन एन्ड स्याम्पेन त्यही भएर चाहिँ हामी यहाँ आइडेन्टिफाई गरेर छौँ तिनीहरू सो अब स्याम्पेन भनेको के हो त हाम्रो स्पार्कलिङ वाइन सो स्पार्कलिङ वाइन सर्भ गर्नको लागि हामीलाई चाहिने 3टा चाहिँ ग्लास नर्मल युज गरेर हुन्छ है सो तर हामीसँग के छैन भन्दाखेरि फ्लुइड छैन हामीसँग चाहिँ यो छैन सो वी क्यान से दिस वान इज फ्लुइड एन्ड दिस वान इज स्याम्पेन ससर सो यसलाई कप पनि भन्छ है COUPE कप ग्लास सो कप अलिक गाह्रो हुन्छ भनेर मैले चाहिँ स्याम्पेन ससर नै लेखिदिइरहन्छु ससर त नर्मली हामीसँग चाहिँ फ्यामिलियर वर्ड हो नि त सजिलो हुन्छ भनेर सो दिस वान इज स्याम्पेन टुलिप जस्तै छ नि त यसको डिजाइन एन्ड नर्मली के हुन्छ त यसको स्टिम हुन्छ यो सानो हुन्छ सो फ्लुटको चाहिँ स्टिम ठुलो हुन्छ यस्तै वाइन ग्लास चाहिँ हुन्छ तर पातलो स्लिम भएर चाहिँ गएको हुन्छ सो दिस वान इज स्याम्पेन ससर सो यो चाहिँ किन डिफ्रेन्ट छ त डिजाइन किन डिफ्रेन्ट एउटैमा खाइ भइहाल्यो नि भन्ने कुरा नि आउन सक्छ होइन सो नर्मली यसमा चाहिँ तपाईँको फ्लेभर स्याम्पेन सर्भ गर्नको लागि युज हुन्छ सो फ्लेभर भन्नाले केही चाहिँ फ्लेभर एड गर्यो अर सिरम एड गर्यो अर के एड गर्यो यसमा भने चाहिँ नर्मली हामीले यो ग्लास युज गर्छ एन्ड नर्मली ककटेल पनि सर्भ गर्नको लागि युज गर्छ सो हाम्रो डाइग्री सर्भ गरेर आउँछ यसैमा डिफ्रेन्ट काइन्ड अफ मिक्स ड्रिङ्क सर्भ गरेर हुन्छ यसमा क्लियर सो अब लेट्स टक अबाउट द बियर मग त हामीलाई थाहा छ वी आर टु मच फ्यामिलियर विथ बियर मग जसको के हुन्छ त ह्यान्डल हुन्छ किन ह्यान्डल हुन्छ यस होइन चिसो हुन्छ सो डाइरेक्ट टच गर्दाखेरि हामीलाई नै गाह्रो भएर आउँछ इभन
यसको चाहिँ टेम्परेचर पनि के भइरहेको हुन्छ त कन्ज्युम गर्छ, त्यही भएर चाहिँ बियर मग चाहिँ तपाईँको ह्यान्डल हुन्छ। एन्ड पिल्सनर, दिस वान इज पिल्सनर ग्लास। सो यो पिल्सनर ग्लास हो जुन चाहिँ बियर सर्भ गर्नको लागि युज हुन्छ। मोस्टली पिल्सनर बियर टाइप्स अफ बियर हो। पिल्सनर एकदमै के हुन्छ त बिटर हुन्छ, स्ट्रङ हुन्छ, हट धेरै हुन्छ, त्यो खालको बियर हो पिल्सनर। सो त्यो पिल्सनर बियर सर्भ गर्नको लागि युज गरिने ग्लास के हो त पिल्सनर ग्लास। तर हामीले यसको डिजाइन राम्रो भएर डिफ्रेन्ट मिक्स ड्रिङ्क सर्भ गर्न पनि युज गर्छ एज पर द रिक्वायर्ड अर्गनाइजेसनमा कसरी युज गरिरहेछ त्यही अनुसार। सो पिल्सनर ग्लास योभन्दा त अलिक ठुलो पनि पाउन सक्नुहुन्छ मार्केटमा, इभन ठुलो हुन्छ, योभन्दा हल्का ठुलो हुन्छ, इभन डिजाइन पनि के हुन्छ त फरक हुन्छ, तर लामो हुन्छ र स्लिम हुन्छ, माथि चाहिँ यो अलिक ब्रोड हुँदै जान्छ, त्यस्तो खालको चाहिँ ग्लास हुन्छ जसलाई चाहिँ पिल्सनर ग्लास भन्छ। सो नेक्स्ट हाम्रो के छ हार्ड ड्रिङ्क्सको लागि। सो हार्ड ड्रिङ्क्सको लागि नर्मली हामीसँग 3टा छ। सो यो ग्लास भनेको चाहिँ के हो त अन्डर रक, यसलाई चाहिँ के भन्छ त ओल्ड फेसन ग्लास भन्छ। दिस वान इज ओल्ड फेसन, यो भनेको अन्डर रक अर वी क्यान से विस्की ग्लास, त्यो पनि त्यही हो होइन। सो कसरी फाइन्ड आउट गर्ने भन्दाखेरि चाहिँ अफकोर्स यो ओल्ड फेसन हो, यसमा चाहिँ हामीले डिफ्रेन्ट ड्रिङ्क सर्भ गर्न सक्छौँ जसमा चाहिँ हामीले सेपरेटली केही अन द साइड सर्भ गरिरहेछ। फर इक्जाम्पल वाटर सर्भ गरिरहेछ, अरू तपाईँको चाहिँ सफ्ट ड्रिङ्क सर्भ गरिरहेछ, हट वाटर सर्भ गरिरहेछ, आइस क्युब सानो सानो आइस क्युब सर्भ गरिरहेछ साइडमा पनि। अफकोर्स हामीले के युज गर्छौँ त यो ओल्ड फेसन युज गर्छौँ। अदरवाइज हामीले अन्डर रक किन युज गर्छौँ भन्दाखेरि चाहिँ अन्डर रक भनेको के हो त ठुलो आइसको लार्ज आइस क्युब। सो त्यो चाहिँ यहाँ अन्डरमा हुन्छ, यो ग्लासमा हुन्छ, ग्लासभित्र, अनि त्यसको माथि चाहिँ हामीले के गर्छ त हार्ड ड्रिङ्क पोर गरेर सर्भ गर्छ। सो त्यो डिजाइनमा के गरेको हुन्छ त रक ग्लास चाहिँ बनाएको हुन्छ। सो तपाईँको कम्पेरिटिभली के हुन्छ यो भन्दा यो डबल हुन्छ क्यापेसिटी अन्डर रक ओल्ड फेसन भन्दा, त्यसरी फाइन्ड आउट गर्न सकिन्छ। अदरवाइज यो सिम्पल पनि हुन्छ, यसमा डिफ्रेन्ट डिजाइन हुन्छ। सो दिस वान इज रोली पोली, यसमा पनि तपाईँको हार्ड ड्रिङ्क्स सर्भ गर्नको लागि युज हुन्छ। सो यसको चाहिँ विशेषता के हो भन्दा रोल गरेर हुन्छ कि यसरी। सो यसमा ध्यान दिनुपर्ने कुरा के हुन्छ भन्दाखेरि यसलाई चाहिँ सालभरमा राखेर सर्भ गरिँदैन, बिकज अफ के हुन्छ त धेरै हल्लिन्छ, त्यही भएर छल्किन्छ धेरै। सो हामीले चाहिँ फ्रन्ट बारमा यसरी सर्भ गर्न सकिन्छ, अरू गेस्टको हातमै सर्भ गर्न सकिन्छ, दिन सकिन्छ। सो अर्को के छ हाम्रो कोको ब्रान्डी, कफीमा कोको ब्रान्डी पक्क परेको ठुलो ब्रान्डी ग्लास, दिमागमा बुझ्यो भने त्यही हो कोको ब्रान्डी। सो कोको ब्रान्डी तपाईँको कस्तो ककटेल सर्भ गर्नको लागि युज हुन्छ भन्दाखेरि जसको चाहिँ क्वान्टिटी धेरै छ। एन्ड नर्मली यो ग्लासले चाहिँ सी बिच ड्रिङ्क जुन हुन्छ नि त्यसलाई चाहिँ पोर्ट्रेट गरेर हुन्छ। सो कोकोनट बेस्ड ड्रिङ्क यसमा सर्भ गरेर हुन्छ, सच एज पिना कोलाडा, कोकोनट कोलाडा यसमा देख्नुहुन्छ। हामीले इभन फ्रुट पन्चहरू बनाएर हुन्छ जसको क्वान्टिटी धेरै हुन्छ, यसैमा सर्भ गरेर हुन्छ। अनि तपाईँको चाहिँ सिन्ड्रेला सर्भ गरेर हुन्छ होइन। सो बिचमा नर्मल युज हुन्छ यो ग्लास चाहिँ बिच ड्रिङ्कमा, बिच बारमा चाहिँ। सो अर्को चाहिँ मार्गरिटा, दिस वान एक्चुअली मार्गरिटा भनेको चाहिँ लेडीको नेम हो है, मेक्सिकन लेडीको नेम। सो एक्चुअली मार्गरिटाको चाहिँ कहानी के छ भन्दाखेरि मार्गरिटा चाहिँ एउटा लेडी थियो, उसको पार्टनरले चाहिँ बारटेन्डरसँग स्पेसल उसकै लागि बनाएको चाहिँ ड्रिङ्क थियो क्या, विच इज बेस्ड अन टेकिला मार्गरिटा। सो त्यही मार्गरिटा ड्रिङ्क नै यही ग्लासमा सर्भ गर्यो, त्यही भएर चाहिँ यो मार्गरिटा ग्लास बुझ्नुभयो। सो डिफ्रेन्ट काइन्ड अफ मार्गरिटा सर्भ गर्नको लागि चाहिँ यो युज गरिन्छ, अझै मार्गरिटा भयो अरू मार्गरिटा। सो अर्को खै हाम्रो दिस वान इज मार्गरिटा।
बेस्ड अन भोड्का एन्ड भर्माउट ड्राई भर्माउट भनेको तपाईँको चाहिँ लिकर, सो त्यो बेसमा हुन्छ। त्यो ड्रिङ्क सर्भ गर्नको लागि युज गरिने ग्लास मार्टिनी। सो मार्टिनीलाई चाहिँ भी सेपमा चाहिँ हुन्छ, सो नर्मली आइडेन्टिफाई गर्न सकिन्छ, इजी छ। डोन्ट गेट कन्फ्युज, धेरै जस्तो कन्फ्युज हुन्छ यो मार्गरिटा र मार्टिनीमा। सो अर्को चाहिँ हामीले के भनेको थियो त यहाँ आइरिस मक, दिस वान हट बेभरेजको लागि। नर्मली आइरिस कफी सर्भ गर्नको लागि तपाईँको चाहिँ आइरिस भनेको के हो त हट काइन्ड अफ होइन। सो त्यो सर्भ गर्नको लागि चाहिँ यो युज गर्छ, यो ग्लास आइरिस मग, आइरिस ग्लास पनि भन्छ। सो यसको चाहिँ के हुन्छ त ह्यान्डल भएर हुन्छ, बिकज अफ टु प्रिभेन्ट डाइरेक्ट टच भयो भने के हुन्छ त हामीले पोलेको फिल हुन्छ नि त, त्यही भएर चाहिँ आइरिस मग। देन अर्को चाहिँ ब्रान्डी ब्यालुन, ब्रान्डी गब्लेट पनि भन्छ, विच इज युज टु सर्भ ब्रान्डी। सो ब्रान्डी चाहिँ हामीले के भनेको थियो त रुम टेम्परेचरमा सर्भ गर्छ भनेको थियो, राइट। सो यसरी टच गर्दा पनि केही फरक पर्दैन क्या, यसरी कन्ज्युम गर्दा पनि केही फरक पर्दैन, बिकज यो चाहिँ रुम टेम्परेचरमा सर्भ गर्ने। यी चिसो सर्भ गर्ने भएको भए के हुन्थ्यो त यहाँ, यसले हामीले डाइरेक्ट हातले टच गर्दा चाहिँ हाम्रो बडीको टेम्परेचर चाहिँ यसमा पर्थ्यो, सो फ्लेभर अनि त्यो स्ट्रक्चरमा त्यो बिग्रेर जान्थ्यो। त्यही भएर चाहिँ यसको डिजाइन पनि त्यसरी बनाएको हुन्छ क्या। सो गब्लेट भनेको कस्तोलाई भन्छ भन्दाखेरि रिम, बाउल, स्टिम र फुड बाउल। अलि यो बाउल चाहिँ पक्का परेको भएर, सो तपाईँले देख्नुहुन्छ यो पनि के हो त वाटर गब्लेट, वाटर सर्भ गर्नको लागि। यो के भयो ब्रान्डी गब्लेट। सो वाटर गब्लेट कम्पेरिटिभली के हुन्छ त ठुलो हुन्छ र लामो हुन्छ, यो सानो हुन्छ र अलिक ब्रोड हुन्छ, त्यही डिफ्रेन्स हो। इभन तपाईँहरूले चाहिँ बियर गब्लेट पनि देख्नुहुन्छ, बियर गब्लेट। सो नर्मली कास्ट बाउलले निकालेको थियो टाइममा, अहिले छ छैन, त्यति बेला मैले नोटिस गरेको थिएँ गब्लेट। सो अर्को चाहिँ हाम्रो सर्ट ग्लास, वी अल नो द्याट सर्ट। सो सर्ट ग्लासमा नर्मली तपाईँको 30 ml चाहिँ के हुन्छ त यसको क्यापेसिटी 30 to 45, नर्मली 30 नै भएर हुन्छ। अर्को चाहिँ लिकर ग्लास 30 ml एन्ड 60 ml। सो यसको डिजाइन पनि तपाईँको वाइन ग्लास जस्तै हुन्छ, हजुर लिकर ग्लास नै हो। सो यसको के हुन्छ त रिम हुन्छ, बाउल हुन्छ, स्टिमर हुन्छ अनि फुड हुन्छ, तर कम्पेरिटिभली के हुन्छ त सानो हुन्छ। लिकर हाम्रो चाहिँ कस्तो खालको कम्पाउन्ड बेभरेज हो जसको चाहिँ फ्लेभर एकदमै हाई हुन्छ, डिसेन्ट फ्लेभर हुन्छ। धेरै फ्लेभर खायो भने के हुन्छ त नाक्टी हुन्छ नि त होइन। सो थोरै मात्रै खाएर हुन्छ कि चिसो खाएर हुन्छ। सो यहाँ जस्तो तपाईँको चाहिँ लिकर कि त एपेटाइजरको रूपमा खान्छ खाना खानुभन्दा अगाडि सलाडसँग होइन, कि त खाना खाइसकेपछि एज अ डेजर्टको रूपमा खान्छ, डेजर्ट ड्रिङ्क डाइजेस्टिभ, त्यो भन्नु पऱ्यो त हामीले। सो आएको छ यो दिस वान। सो लेट्स टक अबाउट द पोर्ट वाइन ग्लास। पोर्ट वाइन भनेको कस्तो खालको हो, हामीले हिजो वाइन पढ्दाखेरि चाहिँ पोर्ट वाइन भनेर पनि देखेको थियो होइन। सो पोर्ट र सेरी दिस टु आर फोर्टिफाइड वाइन। फोर्टिफाइड वाइन भनेको के हो त, के हो फोर्टिफाइड वाइन भनेको अल्कोहल हो, एक्स्ट्रा एल्कोहल एडेड, जसको चाहिँ 22 देखि 25सम्म के हुन्छ त एल्कोहल पर्सेन्ट हुन्छ, त्यसको लागि चाहिँ। सो पोर्ट भनेको के हो त फोर्टिफाइड वाइन ग्लास हो, जुन वाइन हो जुन चाहिँ तपाईँको पोर्चुगलमा प्रड्युस गर्छ। सेरी चाहिँ फोर्टिफाइड वाइन हो जुन चाहिँ स्पेनमा प्रड्युस गर्छ। सो दिस वान इज पोर्ट वाइन ग्लास एन्ड दिस वान इज सेरी ग्लास। सो नर्मल तपाईँले चाहिँ यो र यसमा चाहिँ सेम देख्नुहुन्छ, तर के हुन्छ त तपाईँको साइजमा फरक पर्न जान्छ र यसको डिजाइन पनि नोटिस गर्नुहुन्छ भने के छ त यो अलिक डिफ्रेन्ट छ यसको यो यहाँ, किनभने यो चाहिँ एउटै उसमा छ, यो चाहिँ दुईवटा छ यसको यहाँ चाहिँ, त्यसरी चाहिँ इभन यहाँ चाहिँ तपाईँको डिफ्रेन्ट डिजाइन पनि देख्न सक्नुहुन्छ ग्लासको। सो डिक्यान्डर गाइज, डिक्यान्डर
त हामीलाई थाहा छ होला, हार्ड ड्रिङ्क्स खानेहरूलाई कुनै रेस्टुरेन्टमा चाहिँ अर्डर गऱ्यो भने चाहिँ के हुन्छ त 30-60 ml रूपमा के गर्छ त सर्भ गर्छ। तर त्योभन्दा धेरै चाहियो भने के हुन्छ त क्वार्टरको हिसाबले दिएर हुन्छ, इभन तपाईँको हाफको हिसाबले दिएर हुन्छ होइन। सो त्यसको लागि के हुन्छ डिक्यान्टर, दिस वान एज फर दि क्वार्टर 180 ml को चाहिँ यो। सो डिक्यान्टर भनेको चाहिँ भन्न चाहिँ डिक्यान्टर भन्छ तर लेख्न चाहिँ डिक्यान्टर लेख्छ। डिक्यान्टर भनेको के त सार्ने भन्ने हो क्या त्यसको मिनिङ। केही छ गाइस यसमा कन्फ्युजन? सो यो भन्दा नि तपाईँ धेरै देख्नुहुन्छ हरिकन भन्ने ग्लास छ जुन हामीसँग छैन, जुन युट्युबमा देख्नुहुन्छ। इभन तपाईँको मिल्कसेकवाला ग्लास छ, इभन तपाईँको चाहिँ यता देख्न सक्नुहुन्छ मग काइन्ड अफ त्यो पनि हुन्छ जसमा नर्मल यो मुद्दो मुद्दो सर्भ गर्नको लागि। इभन तपाईँको चाहिँ यो मिल्कसेक त्यसमा नि जगमा सर्भ गरेर हुन्छ कसैले होइन। सो दिस मस्ट फर द के त ग्लास आइडेन्टिफिकेसन। सो यो चाहिँ तपाईँहरूलाई थाहा हुनुपर्छ है बाई सन्डे।